हामीलाई गृह मन्त्रालय हाम्रो तालुक मन्त्रालयबाट भएको परिपत्र अनुसार जस्तै हामीले दैनिक जुन जनसेवा प्रवाह गर्छौं त्यसमा लिने निवेदन त्यसमा आवश्यक पर्ने निवेदन हामीले हाम्रो कार्यालयबाट निशुल्क लेखिदिने त्यसका लागि हामीले एउटा निशुल्क सहायता कक्ष राखेका छौं त्यहाँ जसको कुमारी बस्नेत सम्पर्क व्यक्ति हुनुहुन्छ उहाँले निशुल्क निवेदन लेखिदिनुहुन्छ कुनै पनि दस्तुर लाग्दैन निवेदन लेख्दा पहिलो कुरा त्यसबाहेक राष्ट्रिय परिचय पत्रमा त हामीले धेरै अगाडिदेखि नै निशुल्क फारम भर्ने व्यवस्था गरेकै छौं आएर सम्बन्धित 13 नम्बर फाँटमा बोधकुमारी मगर हुनुहुन्छ उहाँलाई सम्पर्क गरिसकेपछि राष्ट्रिय परिचय पत्रको फारम पनि हामी निशुल्क नै भर्छौं अनि त्यसबाहेक हामीले अस्तिको जुन कार्यालय प्रमुखको बैठकमा निर्णय गर्यौं त्यो कार्यालय प्रमुखको बैठक बस्नुभन्दा अगाडि हामी हाम्रो कार्यालयको स्टाफ मिटिङ चाहिँ बसेका थियौं त्यो स्टाफ मिटिङको निर्णयबाट के भएको भन्दा अब यदि अरूलाई पनि गराउनु छ भने हामीले सुरुवात चाहिँ आफैबाट गर्नुपर्छ भनेर हामीले अस्तिदेखि सकेसम्म राजधानीको फारम पनि यो प्री इनरोलमेन्ट फारम पनि हामीले हाम्रै कार्यालयबाटै भर्ने भनेर निर्णय गरेका छौं त्यसबाहेक सेवाग्राहीलाई कुनै निकायबाट आएको हाम्रो कार्यालयलाई सम्बोधन गरेर आउनुपर्ने पत्रहरू हाम्रो इमेलमा फ्याक्समा अनि व्हाट्सएपमा मेसेन्जरमा आए भने त्यसको चाहिँ निशुल्क फोटोकपी गरिदिने अथवा निशुल्क प्रिन्ट गरिदिने भन्ने व्यवस्था हामीले हाम्रो कार्यालयमा गरेका छौं र त्यसपछि हामीले यस्तो कार्यालयमा जानकारी गऱ्यौं है भनेर सिडे साहबले जानकारी गराइसकेपछि हामीले अन्य कार्यालयमा पनि अब सम्भव भएसम्म हामीले कार्यालय प्रमुखहरूको बैठकबाट निर्णय पनि गरेका छौं।